नमस्कार। आज म तपाईहरुलाई नेपालको एउटा रोचक इतिहास सुनाउँदैछु। यो इतिहास राजा महाराजाको होइन, युद्धको होइन, एउटा सानो वस्तुको हो, चुरोटको। मेरो पिताको पुरानो बाकसमा भेटिएको केही चुरोटका पत्ताहरूले मलाई सयौं सम्झनाहरू फर्काइदिए। मोटर मार्का, फूल मार्का, गोल्डेन ट्री, आशा, गैंडा, याक, देउराली। यी नामहरू आजका पुस्तालाई अपरिचित लाग्न सक्छन्, तर एक समय नेपालका गाउँ शहरमा यिनी नाम प्रचलित थिए। जनकपुर चुरोट कारखाना स्थापना हुन अघि नेपालमा आफ्नै चुरोट उद्योग थिएन। त्यसबेला अधिकांश चुरोट भारतबाट आउँथे। मानिसहरू ब्रान्डको नामबाट भन्दा पनि बट्टामा भएको चित्रबाट चुरोट चिन्थे। जस्तै मोटरको चित्र भएको मोटरमार, फूलको अथवा रुखको चित्र भएको फूलमार। मेरा पिताको बाकसमा भेटिएको यो बट्टामा लेखिएको छ, मोटर सिगरेट मेड इन इन्डिया, एक्सपोर्ट फर नेपाल। मोटरमार चुरोटको बारे एउटा रोचक तथ्य बताउँछु। त्यो बेला भारतमा नेपालका लागि विशेष रूपमा चुरोट उत्पादन गरेर पठाइन्थ्यो। बत्तामा देखिएको पुरानो मोटर गाडीले सम्भवतः आधुनिकता र प्रतिष्ठाको प्रतीक झल्काउँथे। त्यस समय मोटर गाडी आफै दुर्लभ वस्तु थियो। सायद यही कारणले यो ब्रान्ड लोकप्रिय बन्यो। हामी मध्ये धेरैले फूलमार चुरोटको नाम सुनेका छौँ, तर बाकसमा भेटिएको बट्टा हेर्दा यसको वास्तविक नाम रहेछ गोल्डेन ट्री सिगरेट। बट्टामा रातो फूल फुलेको ठुलो रुख छ। गाउँका मानिसहरूले अङ्ग्रेजी नाम सम्झेनन् र यसै गरी गोल्डेन ट्री नेपाली जनजीवनमा फूलमार बन्यो। विक्रम सम्वत 2021 सालतिर एउटा ठुलो परिवर्तन आयो। नेपालले आफ्नै चुरोट उद्योग स्थापना गर्यो, जनकपुर चुरोट कारखाना। यसलाई छोटकरीमा धेरैले जचुका भन्थे। सुरुमा आशा, ज्वाला, गरुड जस्ता चुरोट बने, पछि गैंडा, सिंह, जानकी आए। त्यसपछि मुनाल, कोसेली, हिमचुली, अन्ततः याक, देउराली, सयपत्री, लालीगुराँस जस्ता लोकप्रिय ब्रान्ड बजारमा छाए। एक समय याक चुरोट नेपाली बजारको राजा नै थियो। गाउँदेखि सहरसम्म याक र देउरालीको चर्चा हुन्थ्यो। धेरै मानिसले सोध्छन्, जनकपुर चुरोट कारखाना खुलेपछि भारतीय चुरोट नेपालमा आउन बन्द भयो? उत्तर हो, पूर्ण रूपमा होइन। तर नेपाली चुरोटले बजारको ठुलो हिस्सा कब्जा गर्यो। स्थानीय उत्पादन भएकोले मूल्य कम थियो, वितरण सञ्जाल बलियो थियो। त्यसैले आशा, गैंडा, याक र देउराली जस्तो चुरोट घर घरमा पुगे। तर सीमावर्ती क्षेत्रहरूमा भारतीय चुरोट आउन पनि जारी रह्यो। आज यी बत्ताहरू केवल चुरोटका खोल होइनन्, यी इतिहासका दस्तावेज हुन्। यी बत्ताले हामीलाई बताउँछन् हाम्रा बुबा हजुरबुबाले के प्रयोग गर्थे, नेपालमा के आयात हुन्थ्यो र कसरी नेपालले आफ्नो उद्योग स्थापना गर्यो। मेरो पिताको पुरानो बाकसमा भेटिएको यी साना वस्तुहरूले एउटा ठुलो कथा सुनाइरहेका छन्। यदि तपाईँका घरमा पनि यस्ता पुराना बत्ता, माचिसका खोल, सिक्का र फोटो छन् भने सुरक्षित राख्नुहोस्, किनकि ती केवल पुराना सामान होइनन्, ती हाम्रो इतिहास हुन्।